नमस्कार आदरणीय दर्शकवृन्द, लुम्बिनी ज्ञान च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। आजको यस ज्ञानमूलक भिडियोमा हामी महत्त्वपूर्ण विषयमा चर्चा गर्दैछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोस् र यदि उपयोगी लागे लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। च्यानललाई सब्स्क्राइब गरी घण्टी थिच्नुहोस् ताकि आगामी जानकारीमूलक भिडियोहरू तपाईले तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ। अब सुरु गरौँ आजको ज्ञान यात्रा। हामी बुटबल रूपन्देहीको इतिहास र सांस्कृतिक महत्त्वको बारेमा जानकारी दिँदैछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। बुटबल नेपालको लुम्बिनी क्षेत्रको नजिक स्थित एक ऐतिहासिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण सहर हो। आज हामी बुटबलको इतिहास, यसको प्राचीन नाम खस्यौली र यसका अद्वितीय सांस्कृतिक धरोहरहरूको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ। तपाईको युट्युब च्यानलका लागि यो सामग्री विशेष गरी प्रेरणादायक र जानकारीमूलक हुनेछ। नम्बर 1, प्राचीन समय र बुटबलको उत्पत्ति। बुटबलको इतिहास प्राचीन कालदेखि सुरु हुन्छ र यस क्षेत्रको पहिलो नाम खस्यौली थियो। खस्यौली नामको उत्पत्ति स्पष्ट रूपमा वर्णन गर्न कठिन छ, तर प्राचीन ग्रन्थ र इतिहासकारहरूले यसलाई व्यापारिक केन्द्र र धार्मिक स्थलका रूपमा व्याख्या गरेका छन्। यस समयमा बुटबल एक प्रमुख व्यापारिक मार्गको थलो थियो जहाँ विभिन्न जाति र धर्मका मानिसहरूले व्यापारिक गतिविधिहरू गर्दै आएका थिए। व्यापार र सांस्कृतिक आदान प्रदान। प्राचीन समयमा बुटबल भारत र तिब्बतका साथ व्यापारिक सम्बन्ध राख्ने एक प्रमुख स्थल थियो। यस क्षेत्रको सिंहपुर मार्गको महत्त्वपूर्ण व्यापारिक मार्गको रूपमा चिनिन्छ, जसले भारत र नेपाल बीचको सांस्कृतिक र आर्थिक जडानलाई जोड्ने काम गर्थ्यो। यस क्रममा बुटबलले व्यापार, धर्म र संस्कृतिको आदान प्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। नम्बर 2, मल्लकाल र बुटबलको धार्मिक र सांस्कृतिक महत्त्व। मल्लकाल 14औं शताब्दीदेखि 17औं शताब्दीमा बुटबलको महत्त्व अझै बढ्यो। मल्ल राजाले बुटबललाई धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा महत्त्व दिइयो। यो कालमा बुटबलको सार्वजनिक मन्दिरहरू र धार्मिक उत्सवहरू प्रचलनमा आए। बुटबलमा रहेका राम मन्दिर, काली मन्दिर र शिव मन्दिर जस्ता स्थलहरूले यहाँको धार्मिक महत्त्वलाई प्रमाणित गर्छ। यस समयमा बुटबल काठमाडौँ उपत्यका र भारतसँग व्यापारको एक महत्त्वपूर्ण केन्द्रको रूपमा चिनिन्थ्यो। यहाँको राजमहल र सैन्य संरचनाले बुटबललाई एक सैन्य र प्रशासनिक केन्द्रका रूपमा स्थापित गरेको थियो। बुटबलको जितगढी किल्ला र यसका संरचनाहरूले उस समयका सङ्घर्षहरू र युद्धको इतिहासलाई झल्काउँछन्। नम्बर 3, शाहकाल र पृथ्वीनारायण शाहको प्रभाव। नेपालको एकीकरणको क्रममा पृथ्वीनारायण शाहले बुटबललाई आफ्नो साम्राज्यमा समावेश गरे। यस समयमा बुटबलको सैन्य र राजनीतिक महत्त्व अझ बढ्यो। पृथ्वीनारायण शाहको शासनकालमा बुटबलको जितगढी किल्ला र संरचनाहरूको उपयोग रणनीतिक दृष्टिकोणले महत्त्वपूर्ण थियो। यसका अतिरिक्त बुटबलको ऐतिहासिक किल्लालाई सैन्य सन्दर्भमा महत्त्वपूर्ण भूमिका निभाइएको थियो। पृथ्वीनारायण शाहले बुटबललाई आफ्नो सामरिक बस्तीका रूपमा प्रयोग गरे, जसको उद्देश्य काठमाडौँ उपत्यका र पश्चिमी नेपाल बीचको कनेक्टिभिटी र शक्ति सङ्घर्षलाई बढावा दिनु थियो। नम्बर 4, बुटबलको नाम परिवर्तन। खस्यौलीदेखि बुटबल। खस्यौली नामको उत्पत्ति। बुटबलको प्रारम्भिक नाम खस्यौली थियो। खस्यौली नामको वास्तविक अर्थ र उत्पत्ति विस्तृत रूपमा व्याख्या गर्न कठिन भए पनि यसको सांस्कृतिक र व्यापारिक महत्त्व स्पष्ट छ। यस नामको अर्थ प्राय व्यापारिक केन्द्र र धार्मिक स्थलको रूपमा व्याख्या गरिएको छ। यसले बुटबललाई प्राचीन समयको एक प्रमुख व्यापारिक र सांस्कृतिक केन्द्रको रूपमा चिनाउँछ। नम्बर 5, बुटबल नामको विकास। बुटबल नामको उत्पत्ति बुट र बल भन्ने दुई शब्दबाट भएको हो। बुट सैन्य र बल शक्तिको संयोजनले बुटबललाई एक सैन्य र शक्ति केन्द्रको रूपमा चिनाएको छ। यस नामको परिवर्तनसँगै बुटबललाई एक सैन्य र राजनीतिक दृष्टिकोणबाट महत्त्व दिइएको थियो। यो नाम परिवर्तनको कारण सम्भवतः सामरिक, व्यापारिक र सांस्कृतिक परिवर्तनौँसँग सम्बन्धित थियो, जसले यस क्षेत्रको भौगोलिक र सांस्कृतिक अवस्थाको प्रतीक हो। नम्बर 6, बुटबलको वर्तमान अवस्था। आर्थिक, सांस्कृतिक र सामाजिक धरोहर। आजको दिनमा बुटबल नेपालको प्रमुख वाणिज्यिक र आर्थिक केन्द्रको रूपमा स्थापित भएको छ। यहाँका व्यापारिक गतिविधि, औद्योगिकीकरण र वाणिज्यिक केन्द्रहरू यसलाई नेपालको एक प्रमुख अर्थतन्त्रका सहरहरूको रूपमा स्थापित गर्छ। लुम्बिनी क्षेत्रको नजिकको अवस्थिति र धार्मिक पर्यटनले यस क्षेत्रलाई ठूलो अर्थतन्त्रमा परिणत गरेको छ।
यहाँका प्रमुख व्यापारिक गन्तव्यहरू जस्तै तिलौराकोट, लुम्बिनी र अन्य पर्यटकीय स्थलहरूले बुटवललाई ऐतिहासिक र धार्मिक पर्यटनको केन्द्र बनाएका छन्। नम्बर 7 सांस्कृतिक र धार्मिक महत्त्व। बुटवललाई सांस्कृतिक केन्द्रको रूपमा पनि ठूलो मान्यता प्राप्त छ। यहाँका धार्मिक स्थलहरू जस्तै राम मन्दिर, काली मन्दिर, मायादेवी मन्दिर जस्ता महत्त्वपूर्ण मन्दिरहरूले यस क्षेत्रको धार्मिक महत्त्वलाई प्रमाणित गर्छ। बुटवलका मन्दिर र धार्मिक स्थलहरू नेपालको ऐतिहासिक धरोहरको महत्त्वपूर्ण हिस्सा मानिन्छ। लुम्बिनी क्षेत्रको नजिकको स्थितिले बुटवललाई बुद्ध धर्म र हिन्दू धर्मका महत्त्वपूर्ण स्थलहरूको केन्द्र बनाएको छ। लुम्बिनीको ऐतिहासिक महत्त्वले बुटवललाई धार्मिक पर्यटनको केन्द्रका रूपमा प्रसिद्ध बनाएको छ। नम्बर 8 सामाजिक र सांस्कृतिक जीवन। आजकल बुटवलका विभिन्न जाति, धर्म र संस्कृतिका मानिसहरू यहाँ बसोबास गर्दै आएका छन्। बुटवलमा एक विविध समाज पाइन्छ जसले पुराना र आधुनिक संस्कृतिका मिश्रणलाई अँगालिरहेको छ। यहाँका लोक सांस्कृतिक उत्सवहरू र धार्मिक पर्वहरूले यस क्षेत्रको सांस्कृतिक धरोहरलाई जीवित राखेको छ। निष्कर्ष, बुटवलको ऐतिहासिक यात्रा प्राचीन खस्यौली नामको व्यापारिक केन्द्रबाट आजको बुटवलको रूपान्तरणको कथा हो। यसका किल्ला, मन्दिर र ऐतिहासिक स्थलहरूले बुटवलको ऐतिहासिक महत्त्व र सांस्कृतिक धरोहरलाई प्रमाणित गर्छ। बुटवलको ऐतिहासिक नाम परिवर्तन र सांस्कृतिक महत्त्व आजको आर्थिक, धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा पूर्णतः स्थापित भएको छ। यो शहर आज व्यापारिक र धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण छ र यसको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक धरोहरहरू यसलाई नेपालको एक अद्वितीय स्थान बनाउँछन्। यसले दर्शकलाई न केवल ऐतिहासिक दृष्टिकोणबाट तर सांस्कृतिक र धार्मिक दृष्टिकोणबाट पनि प्रेरित गर्नेछ। प्रिय दर्शकवृन्द, यदि तपाईलाई हाम्रो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोस्। यसैगरी नयाँ ज्ञानमूलक भिडियोहरू हेर्न लुम्बिनी ज्ञान च्यानललाई सब्स्क्राइब गरी घण्टी चिन्ह थिच्नुहोस्, जसले गर्दा हाम्रा आगामी भिडियोहरूको सूचना तपाईले तुरुन्तै पाउनुहुनेछ। हामीलाई साथ दिनुभएकोमा धन्यवाद। फेरि भेटौँ नयाँ ज्ञान र जानकारी सहित।